मर्निङ सबैजनालाई। आजको मेरो सुरुवात चाहिँ यसरी भयो है साथीहरू। बिहान अलिक ढिलो नै उठेछु, यसो हेर्दा घाम लागिसकेको रहेछ है। अन्त मजाले ब्ल्याङ्केट स्ल्याङ्केट पट्याएँ, बेडसिटहरू टकटकाएँ, त्यहाँदेखि मिठो चिया बनाएँ है अमुल दुधको। अन्त चिया बनाएपछि खानासाना बनाएँ, खोर्सानी डढाएको थिएँ, आलुको अचार, दाल अन्त दही मजाले खाना खाएँ। आज चाहिँ मलाई पुरा भोक लागिरहेको थियो नि त, ढिलो ढिलो पनि भयो। अन्त बेलुकाखेरि चाहिँ कम्ती खाना खाएकोले गर्दा म चाहिँ बिहान ब्रेकफास्ट खाँदिनँ, चिया पनि कोही कोही बेला मात्रै खान्छु न त, नि पानी हो प्रायः जस्तो। अन्त आज चिया खाएर चाहिँ खाना खाएँ मजाले। अनि पुरा पिरो भयो नि त, दहीमा चिनी लगाएर खाइन्जेल भयो हो। त्यहाँदेखि खानासाना खाएर अब भाँडाकुँडा धुनु पऱ्यो भनेर बेसिनमा हेरेको त भाँडाकुँडा त एकदमै थुप्रेछ हो। भाँडाकुँडा धुने बेलामा पानी छैन रहेछ। फेरि पानी बनाउनु गएँ, हिजो बेलुका चाहिँ डह्रो पानी परेको थियो हाम्रोतिर। अन्त माथि गएको त एकदमै पानी त बिग्रेकै हो, माथि मनमै बिग्रेको रहेछ। तलबाट पाइप खोल्दै आएँ है। अन्त यहाँनिर पनि अस्ति मैले नै कसेको थिएँ नि त, निकै मजाले नै कसेछु हो। खोल्नु निकै साह्रो पऱ्यो मलाई। अन्त मजाले खोलेँ। यहाँ खोलिराखेँ भने चाहिँ माथिबाट मैला, जुन चाहिँ मैला सबै यहीँ निस्किन्छ, तल ड्रममा पस्नु पाउँदैन ट्याङ्कीमा भनेर चाहिँ यहीँ खोलिराखेँ। अन्त माथि गएको त आम्मामा साथीहरू, लेदो पसेर केही छैन रहेछ। एकदमै सफा पानी हो यो चाहिँ, एकदमै सफा पानी हो, उम्रेको पानी हो। अन्त ट्याप्पै हामीले चाहिँ एउटा बकेट राखेको थियो कि यहाँनिर, एकदम पानी स्टोर भएर जाओस् भनेर। बकेट त आम्मामा माटोले भरिएछ, ट्याप्पै भएर यो जाली राखेको, यो पनि केही न काम भएछ हो, ट्याप्पै भरेछ। अन्त भरेर चाहिँ एकदमै सफा गरेँ। एक बकेट चाहिँ माटो नै पसेको रहेछ, एकदमै सफा पानी है साथीहरू यो चाहिँ। त्यहाँदेखि बल्ल यतिको पानी बनाएँ। यतिको पानी बनाएपछि चाहिँ जहाँ मैले एकदम यत्तिको पानी त खानुहुने भयो नि त। यहाँ तल आएर हेरेको त अघि खोलेको ठाउँमा एकदमै ठुलो पानी आउँदो रहेछ। मजाले जोडिराखेँ हो, मजाले जोडेँ। यो पानी यस्तो मजाले ठुलो आउँदै थियो कि, अन्त जोडिराखेँ। त्यहाँबाट चाहिँ छिटो जोडेर घर जानुपर्ने थियो नि त। अब भाँडाकुँडा लुगाहरू पुरा धुनु थियो। अनि आजको दिन चाहिँ यस्तो राम्रो भइरहेको थियो क्या साथीहरू। हेर्नुहोस् न,